श्रीमती विद्यादेवी भण्डारीको एउटा प्रश्न होला। हाम्रै पार्टी पनि आए, प्रजातन्त्रवादी पनि आए, सबै सरकारमा आए, यसको अनुसन्धान किन भएन? मदन भण्डारीको हत्याको सन्दर्भमा अनुसन्धान किन प्रभावकारी भएन र परिणाम किन भएन भनेर जवाफ कहीँ कतै पाउनुभयो अथवा तपाईले दिनुपर्ने पनि छ? दुई कार्यकाल राष्ट्रपति भएर पनि आफ्नो चाहिँ श्रीमानले हत्यारा गर्न सक्ने यस्तो पनि राष्ट्रपति हुन्छ। यस्ताले श्रीमती विद्यादेवी भण्डारी त अहिले पनि अन्यायमा छ नि त, त्यो हिसाबले होइन र? होइन र? उसलाई न्याय दिने त राष्ट्रपति विद्यादेवी भण्डारीको पनि हो, रामवरणको नि हो, र विभिन्न समयमा भनेका प्रधानमन्त्री सरकार सबैको थियो नि त। यस्तो मान्छेको पनि हत्यारा पत्ता लागेन त, कसले गरायो थाहा भएन। अनि आम सर्वसाधारणको के हुन्छ? नहुन सक्छ। अब कतिपय घटनाहरू चाहिँ रहस्यमै भइरहने रहेछ, यो पनि रहस्यमा छ। खोइ त गणतन्त्रमा विधिको शासन त्यसो भए अनि सबै गणतन्त्रमा पत्ता नै लाग्छ। राजा भएको बेलामा पो थिएन होला त, ल अहिले त हुनु पर्थ्यो नि त भन्न खोजेको। अनि त्यो जसले सक्नुहुन्छ हैन, गर्दा हुन्छ, अनुसन्धान गरेर। तपाईले कहिले आग्रह गर्नु भएन अलि जोरदार रूपमा? अनि गरियो, आग्रह गरियो, कसैले सुनेन। तर जनप्रतिनिधि निकाय र निर्वाचित